नमस्ते साथीहरू। मुभीको पहिलो सिनमा जुन महिना चलिरहेको थियो र धेरै पानी परिरहेको देख्छौँ। यस्तो मौसममा एक हाई स्कुल केटा एउटा सुन्दर बगैँचामा गइरहेको थियो। यो केटाको नाम टकौ हो। उनी 15 वर्षका बच्चा हुन् र उनी पानीबाट बस्न एउटा ठाउँमा जान्छन् र त्यहाँ आफूभन्दा ठुली केटी बसेर बियर पिइरहेको देख्छ। उनको नाम युगुन हो र उनी 26 वर्षकी केटी हुन्। दुवैले एकअर्कालाई हेर्छन् र टकौले ठाउँ मिलोस् भनेर युगुन त्यहाँबाट अलिकति टाढा बस्छन् र आफ्नो झोलाबाट एउटा ड्रइङ बुक र पेन्सिल निकाल्छ र त्यसपछि जुत्ता र खुट्टाको चित्र बनाउन थाल्छ। टकौले उसलाई तलदेखि माथिसम्म हेर्छ र मनमा नै भन्छ कि यो कस्तो केटी हो, यति बिहानै सुरु भइन् र उसले यो केटीलाई पहिले कतै देखेको जस्तो पनि लाग्छ। यसैबिच टकाउको इलाजर तल खस्छ र युगुनले उठाएर टकाउलाई दिन्छ। टकाउले युगुनलाई धन्यवाद भन्छ र दुवै चुपचाप लाग्छन्। त्यसपछि टकाउले युगुनलाई सोध्छ, हामी पहिले भेटेका थियौँ, जसमा युगुनले इन्कार गर्छन्। टकाउले माफी माग्छ र दुवै फेरि शान्त हुन्छन्। युगुनको आँखा टकाउको हाफ स्वेटरमा रहेको लोगोमा पर्छ, जुन स्कुलको चिन्ह हो, र उनी हाँसेर भन्छन्, यो सही पालो हो जस्तो लाग्छ। र त्यसपछि उनी टाङ्गा नामक जापानिज कविता सुनाउन थाल्छन्। गडगडाके हल्के ताली, बादलले भरिएको आकाश, सायद पानी पर्छ, यदि पर्यो भने तिमी मसँग बस्छौ। र यदि भन्दै युगुन यहाँबाट जान्छन्। त्यसपछि सिन सिप हुन्छ र हामीले टकाउलाई उनको घरमा देख्छौँ, जहाँ उसले खाना पकाउँदैछ र त्यसको दाइ जसको नाम सातो युगुजो हो, उनको दाइ अभिबाट आउँछ। उनले घर आएर आमा कहाँ छिन् भन्न सोध्छ, जसको जवाबमा टकाउले उनलाई भन्छ कि उनी भागिन् र एउटा लेटरमा लेखिन् कि मलाई कसैले खोज्न ट्राई नगरोस्। यो सुनेर सातोले भन्छ, ठिक छ, केही समय आफ्नो बोयफ्रेन्डसँग बस्न देऊ। केही दिनमा उनी आफ्नो बोयफ्रेन्डसँग झगडा गरेर फर्किन्छन्। त्यसपछि खाना खाँदा सातोले टकाउलाई अर्को महिना म आफ्नो गर्लफ्रेन्डसँग बस्छु भनेर भन्छ। यसमा टकौले आफ्नो दाइलाई भन्छ कि सायद यही कारण होला आमाले घर छोडेर गएको, तिमीले घर छोड्ने कुरा गरेको थियो होला, त्यसैले आमा रिसाएर आफ्नो बोयफ्रेन्डसँग गइन्। जसको जवाबमा सातोले आफ्नी आमालाई खुसीको साथ जान दिन चाहेको भने, तर आमाले उनीसँग झगडा गरी आफ्नो बोयफ्रेन्डसँग गइन्। त्यसपछि टकौ आफ्नो कोठामा गएर हातले जुत्ता बनाउन थाल्छ। यसैबीच सातो यहाँ आएर टकौसँग सहयोगको लागि माग्छ। त्यसपछि टकौले सातोलाई युगुनले दिएको पोइम दिन्छ र यसको मतलब के हो भनेर सोध्छ। सातोले केही बुझ्दैन र अर्को पटक आमा घर फर्केर आउँदा उनलाई सोध्ने भन्छ। त्यसपछि हामीलाई अर्को दिनको सिन देखाइन्छ, जहाँ हामी टकौलाई उनको स्कुलमा देख्छौँ, जहाँ उसले त्यो दिनको बारेमा सोचिरहेको हुन्छ। मौसम सफा भएको दिन म ट्रेन चढेर स्कुल आउँछु, तर के साँच्चै म यहाँ हुनुपर्छ? त्यसपछि हामी भोलिपल्ट पानी परिरहेको सिन देख्छौँ र मलाई थाहा छैन किन त्यो देखेर टकौ खुसी हुन्छ र आज स्कुल नगएर फेरि बगैँचामा जान्छ, जहाँ पहिलेदेखि नै युगुन बसेकी थिइन्। दुवैले एकअर्कालाई गुड मर्निङ भने र चुपचाप बसे। त्यसपछि हामी देख्छौँ कि टकौले युगुनको खुट्टालाई लुकेर धेरै ध्यान दिएर हेरिरहेको हुन्छ र उनको ड्रइङ बनाइरहेको थियो। त्यतिकैमा युगुनले अचानक टकौलाई सोचिन् कि तिम्रो आज स्कुल छैन, र उनको जवाबमा टकौले उनलाई भन्छ, आज तिम्रो अफिस छैन, जसमा युगुनले उसलाई भन्छन् कि आज अफिस जाने मन लागेको छैन। जुन सुनेर टकौ हाँस्छ र भन्छ, त्यसैले तिमी यहाँ बिहानै बियर पिउँदै बसेको छौ। युगुन हाँस्छन्। त्यसपछि टकौले उनलाई सम्झाउँछ कि बियर पिउनु स्वास्थ्यको लागि राम्रो होइन र त्योसँग केही फलफुलहरू खानुपर्छ। जसमा युगुनले भन्छन् कि एक हाई स्कुलको विद्यार्थीको हौसियतले उनलाई अलि बढी थाहा छैन। जवाबमा टकौ भन्छन् कि उनकी आमाले पनि बियर पिउनुहुन्छ, त्यसैले मलाई थाहा छ। त्यसपछि युगुनले आफूसँग केही खानेकुरा छ भनेर भन्छन् र त्यसपछि उनले आफ्नो झोलाबाट धेरै चकलेटहरू निकाल्छन् र उनलाई खान्छ भनेर सोध्छन्, जसमा उनले आफ्नो मुख बिगार्छन्। युगुनले उसलाई भन्छन् कि यो केटी कति अनौठो छि भनेर तिमीले सोचेको होलाउ। टकौले भन्छ, त्यस्तो होइन। युगुनले भन्छन्, आखिर हामी सबै मानव हौँ र हरेक मानव अलिकति अनौठो हुन्छ। केही समयपछि पानी रोकिन्छ र त्यहाँबाट टकौ निस्किन थाल्छ। त्यसपछि युगुनले उसलाई अहिले स्कुल जाँदैछौ भनेर सोध्छन्। तब टकौले भन्छ, जब पानी पर्छ त्यो दिन म स्कुलबाट बिदा लिएर यहाँ आउँछु। अब पानी फाट्यो, यसको मतलब म अब स्कुल जानुपर्छ। यो सुनेर युगुन हाँसिन उसलाई भन्छन् कि त्यसो भए हामी फेरि भेट्नेछौँ, किनभने फेरि पानी पर्नेछ। र त्यसपछि हरेक दिन बिहान पानी परेपछि त्यो बगैँचामा टकौ र युगुन भेट्न थाल्छन् र पानी नपरेको दिन टकौ स्कुल जान्थ्यो र साँझ पार्ट टाइम काम गर्थ्यो। एक दिन टकौले युगुनलाई भन्छ कि मेरो सपना छ कि एक दिन म सो मेकर बन्न पाऊँ, र यो पनि भन्छ कि म यो काममा राम्रो होइन, तर पनि म यसमा आफ्नो करियर बनाउन चाहन्छु। र त्यसपछि हामी देख्छौँ कि टकौ आफ्नो पार्ट टाइम जागिरका कारण स्कुल आउन ढिला गर्थे। कहिलेकाहीँ अचानक मौसम सफा हुन्थ्यो, जसका कारण फेरि बगैँचाबाट स्कुल आउनु पर्थ्यो, जसको कारण स्कुल आउन हल्का ढिला हुन्थ्यो। स्कुल ढिला आउँदा टिचरले उसलाई गाली पनि गर्थे, तर उसले त्यसो गर्न कहिले छाडेन। एक दिन उसलाई थाहा भयो कि हरेक दिन सुत्ने अघि बिहान उठ्ने बित्तिकै उसले पानी पर्नको लागि प्रार्थना गर्न थाल्छ। पानी नपरेको दिन स्कुल आएर उसलाई लाग्थ्यो कि ऊ फाल्तुको ठाउँमा छ र उसले सोच्छ कि युगुन ठुलो मानिसहरूको दुनियाँमा बस्छिन् र मबाट धेरै टाढा छिन्। टकौको लागि युगुन कुनै रहस्यभन्दा कम थिएनन्। त्यसपछि एक दिन जुत्ता बनाउँदै गर्दा टकौले आफ्नो मनमा नै केही सोचिरहेको थियो। उसले यो सोच्छ कि युगुनले मलाई एउटा बच्चा ठान्छन् र साथसाथै उनले यो पनि सोच्छन् कि केवल सु मेकिङले मात्र टकौलाई युगुनको संसारमा लैजान सक्छ। त्यसपछि सिन सिप हुन्छ र टकौ र युगुन फेरि भेट्छन्। टकौले जुत्ताको डिजाइन गर्दै थियो। युगुनले टकौलाई पछाडिबाट हेर्छन्, उनको ट्रङलाई हेर्छन् र उनको जुत्ताको डिजाइनको बारेमा
बारेमा सोच्छिन्। त्यतिकैमा टकाउले हतार हतारमा ड्रइङ बुक बन्द गर्छ र भन्छ कि यसमा हेर्ने लायक केही छैन र उता गएर बस्छ। त्यसपछि टकाउले आफ्नो खाजा निकाल्छ, युगुनालाई पनि खान्छ भनेर सोच्छ। युगुनाले पनि भन्छन् कि मैले पनि खाजा ल्याएको छु। टकाउले सोच्छ के तिमीले यो खाना आफैले बनाएको? उनले भन्छन् कहिलेकाहीँ आफैले बनाउँछु। टकाउले खाजा सेयर गरौँ भन्छ, युगुनाले नाइ भन्छन्। तर पनि टकाउले उनको खाना खान्छ। त्यो खाना त्यति राम्रो थिएन। टकाउले भन्छन् त्यही भएर मैले खाना सेयर नगरौँ भनेको थिएँ, किनभने म राम्रो खाना पकाउन सक्दैन। टकाउले हाँस्दै भन्छ मलाई यो कुरा थाहा पाउँदा मन पर्यो, यो त्यति नराम्रो छैन, यसको आफ्नै स्वाद फरक छ। त्यसपछि उसले खाना खाएपछि अझै माग्छ। टकाउ त्यो खाना खाएर निदाउँछ र युगुनाले टकाउले बनाएको चित्रको किताब हेर्छिन् र टकाउले नरम स्वरले भन्छन् ओइ मलाई भन न, अब धेरै ढिला भइसक्यो क्या। टकाउ सुतिरहेको थियो, त्यसैले उसले सुनेन। त्यसपछि सिन बदलिन्छ र हामी युगुनालाई देख्छौँ जहाँ उनी आफ्नो एक्स बोयफ्रेन्डसँग फोनमा कुरा गरिरहेकी छिन्। उनलाई लाग्छ अब उनको टेस्ट बर्डको सुधार हुन लागेको छ। त्यसमा उनको एक्स बोयफ्रेन्डले खुसी हुँदै भन्छ ओहो अब तिम्रो टेस्ट बर्डको विकास हुँदैछ। साथीहरू साथ युगुनालाई यो रोग लागेको थियो जसको कारण उनले खानाको स्वाद थाहा नभएको कारण नै सायद खानालाई स्वादिलो बनाउन सकेकी थिएनन्, किनभने हरेक पटक खाना सक्दा उनलाई केही फिलिङ हुँदैन। युगुना र उनको एक्स बोयफ्रेन्डको कुराकानीबाट थाहा हुन्छ कि युगुनाले आफ्नो जागिर छाडेको धेरै लामो समय भयो, तर उनले रिटायरमेन्टको लेटर पुरा गरेकी छैनन्। त्यसो भएर उनी अन्तिम पटक काममा आएर रिटायरमेन्टको लेटर पुरा गर्नुपर्छ। उनको बोयफ्रेन्डले उनलाई भन्छ कि उनले सबै रिटायरमेन्टको लेटर पुरा गरिसके। सायद युगुना र उनको एक्स बोयफ्रेन्ड पहिला एउटै ठाउँमा काम गर्थे। युगुना आफ्नो एक्स बोयफ्रेन्डलाई धन्यवाद भन्छन् किनभने उनीहरू अब सँगै नभए पनि उसले उनको लागि धेरै सहयोग गर्यो। अहिले उसले युगुनासँग धेरै मायाले कुरा गर्छ, तर जब युगुना धेरै समस्यामा परिन् तब उसले मेरो कुरा सुनेन। तब उसले वरपरका गफ मात्र सुन्यो। साथीहरू साथ युगुना र उनको एक्स बोयफ्रेन्डको ब्रेकअप हुनुको कारण वरपर फैलिएको हल्लाको कारण ब्रेकअप भएको हुनुपर्छ। त्यसपछि अर्को दिन टकाउ र युगुना भेट भएको देख्छौँ र युगुनाले उनलाई सु मेकिङको बुक गिफ्ट गर्छन्। टकाउले उनलाई धन्यवाद दिन्छ। त्यसपछि टकाउ भन्छ कि मैले एकजुटे जुत्ता बनाउन खोज्दैछु, त्यसैले यो बुक मेरो लागि धेरै उपयोगी हुन्छ। जसमा युगुनाले भन्छन् के तिमी आफ्नो लागि जुत्ता बनाउँदैछौ? यसमा युगुनाले भन्छ कि उसले अहिलेसम्म यो जुत्ता कसका लागि बनाउँदैछ भनेर निर्णय गरेको छैन र त्यसपछि मैले एउटा केटीको लागि जुत्ता बनाउँदैछु भनेर भन्छ, तर आकार र साइज कति लाग्छ भनेर त्यो थाहा छैन। यो सुनेर युगुना खुसी भएर खुट्टाबाट जुत्ता हटाइन् र आफ्नो खुट्टा अगाडि बढाइन् किनकि उसले जुत्ता बनाउन सकोस्। जबकि टकाउ अलिकति नर्भस महसुस गर्दै उनको खुट्टा छोएर नाप गर्न थाल्छ। दुवै खुसी हुन्छन् र लास पनि मानिरहेका थिए। यसै क्रममा युगुनाले अचानक टकाउलाई भन्छन् कि मैले कहिले हिँड्न बिर्सिए त्यो मलाई थाहा छैन। यो सुनेर टकाउले उसलाई भन्छ कि तिमीले आफ्नो कामको बारेमा कुरा गरिरहेको छौ। यसको जवाबमा युगुनाले भन्छन् जागिरसँग अन्य धेरै कुराहरू पनि छन्। टकाउले मनमा नै सोध्न थाल्छ कि युगुनालाई भेटेको कति लामो समय भयो, तर पनि मलाई उनको बारेमा केही थाहा छैन। खोइ किन उनी उनको तर्फ तानिएका थिए। त्यसपछि अर्कै दिनदेखि हरेक दिन मौसम सफा हुन थाल्छ र दुवैको भेट रोकिन्छ। युगुना आफ्नो मनमा सोच्छिन् कि तौको अब स्कुल जान पाएकोमा खुसी छन्, तर कुनै कारणले उनको मनले यो वर्षा कहिले नरोकोस् भन्ने चाहन्थे। त्यसपछि युगुना त्यही बगैँचाको ठाउँमा हरेक दिन बस्छिन् र टकाउले आफ्नो दाइलाई सिफ्ट गर्न मद्दत गर्छ। उसको दाइको गर्लफ्रेन्डले उसलाई धन्यवाद दिन्छन् र उसलाई खानाको लागि नियन्त्रण दिन्छन्, तर टकाउले आफ्नो कामको कारणले अस्वीकार गर्छ। उसको दाइले आफ्नो गर्लफ्रेन्डलाई भन्छ कि टकाउले लगाएको जुत्ता उसले आफ्नै हातले बनाएको हो। यो सुनेर उनका दाइकी गर्लफ्रेन्ड धेरै खुसी हुन्छन्, तर उनको दाइलाई लाग्छ कि यो एउटा जवानीको जोस मात्र हो। यसपछि गर्मी बिदा सुरु हुन्छ र टकाउले ओभरटाइम गर्न सुरु गर्छ किनकि सु मेकिङको लागि पैसा बचत गर्न सकोस्। यसैबीच युगुना तनावमा जीवन बिताउन थाल्छन्। हामी देख्छौँ कि टकाउले युगुनाको बारेमा सोध्छ कि उनी मनैमन भन्छन् कि त्यो ठाउँमा जान मेरो एउटा बचपना मात्र हो र हामी युगुनालाई आफ्नो खुट्टामा फेरि हिँड्न चाहन्छन् भन्ने देख्छौँ। युगुनाले फेरि बियर र चकलेट खान थाल्छन्। उसले यो सोच्छन् कि उनी 15 वर्ष हुँदा जत्तिकै स्मार्ट छन् उनी पनि आज उत्तिकै स्मार्ट छन्, तर उनी सधैँको लागि त्यही ठाउँमा फसेकी छन्। त्यसपछि सेप्टेम्बरको महिना सुरु हुन्छ र टकाउ स्कुल जान थाल्छ। हामीले टकाउको साथीहरू पनि देख्छौँ जसको नाम सातो र सातो मुतीमा थियो र तिनीहरू दुवै गर्लफ्रेन्ड बोयफ्रेन्ड थिए। सातोले टकाउलाई सोध्यो तिम्रो गर्मीको छुट्टी कस्तो रह्यो? हामी दुवैले समुद्री तटमा धेरै रमाइलो गर्यौँ। टकाउले भन्छ कि मैले पुरै बितामा मैले पार्ट टाइम जब मात्र गरेँ। जो सुनेर सातो छक्क परेन्, त्यसैले तिमी लेट आउँथ्यौ र मासुमले भन्छ यो केटा पानी परेको दिन पहिलो पिरियड भन्दा छिटो कहिले आउँदैन। जसको जवाबमा टाकोले भन्छ मैले पानी परेको दिन एउटा नयाँ नाम बनाएको छु। यी सबै कुरा गर्दा गर्दै स्टोर रुमको छेउबाट गुर्जिरहेका थिए र स्टोर रुमको ढोका खुल्छ र युगुना त्यहाँबाट बाहिर निस्किन्छन्। दुवै एकअर्काको धेरै नजिकै जाने बित्तिकै तिनीहरू छक्क भएर त्यही उभिन्छन्। अरू 2-3 केटीहरूले पनि युगुनालाई हेर्छन्। युगुनाले सबैलाई भन्छन् कि म यहाँ 5औं पिरियडसम्म मात्र आएको हो र त्यसपछि स्कुल सधैँको लागि छाड्छु। यति भन्दै युगुना र टकाउ एकअर्कालाई अचम्म मार्न हेर्छन्। मतलब युगुना टकाउको स्कुलको टिचर थिइन् र युगुनाले आफ्नो एक्स बोयफ्रेन्डसँग आफ्नो स्कुलबाट राजीना दिने कुरा गरेकी थिइन्। सायद यही स्कुल होला, सायद यहाँ केही भएको होला जसको कारण युगुनाले स्कुल आउन छाडेकी थिइन्। सायद टकाउले पनि पहिला भनेको थियो कि मैले तिमीलाई कहीँ देखे जस्तो लाग्थ्यो। उसले यही स्कुलमा कहीँ देखेको थियो। टकाउको स्कुल युनिफर्म देखेर युगुनालाई सुरुदेखि नै थाहा थियो
त्यही पनि उनले तगाउलाई आफ्नो बारेमा कहिले के भनेनिन्। त्यसपछि सातुले तगाउलाई विद्यालयको छतमा भेट्छ र भन्छ कि युगुनाले स्कुल छाड्दैछिन् भन्न तिमीलाई थाहा थियो? उनी भन्छन् कि युगुना हाम्रो स्कुलको टिचर हुन् भन्ने त्यो पनि मलाई थाहा थिएन। त्यसपछि मासुमीले तगाउलाई भन्छ कि हाम्रो सिनियर केटीहरूसँग युगुनाको केही मिल्दैनन्। त्यसपछि सातुले तगाउलाई भन्छ कि एउटा केटीको बॉयफ्रेन्डले युगुनालाई मन पराउन थालेको थियो, जसका कारण उनको गर्लफ्रेन्ड युगुनासँग जेलस भइन् र त्यसपछि उनीहरू उनको पुरै कक्षाले युगुनाको बारेमा झुटो अफवाह फैलाउन थाल्यो र यी झुटो अफवाहहरू यति बढ्यो कि यो युगुनाका बुबा र उनको बॉयफ्रेन्डको कानसम्म पुग्यो। त्यसपछि मासुमीले भन्छ कि युगुनाको मन धेरै राम्रो छ, उनले चाहे भए पुलिसलाई बोलाउन सक्थिन्, तर उनले त्यसो गरेनन्। त्यसपछि सातोले भन्छ स्टुडेन्टले प्रिन्सिपललाई पुलिसलाई बोलाउने भने तर विद्यालयको नाम नबिग्रोस् भनेर प्रिन्सिपलले कुनै कानुनी कारबाही गरेन। यी सबै सुनेर तकाउलाई धेरै नराम्रो लाग्छ र युगुनालाई दुर्व्यवहार गर्ने केटीहरूको नाम सोध्छ। त्यो केटीको नाम आइजावा थियो र तिनी तकाउको सिनियर थिइन्। तकाउ उनको क्लासमा जान्छ र उनी आफ्नो साथीहरूसँग थिइन्। तकाउले आइजावालाई युगुना स्कुल छाड्दैछिन् भन्न भन्छ र तिनीसँग माफी माग भन्छ। आइजावाले भन्छन् तर मलाई यसले केही फरक पर्दैन, त्यो अश्लील महिलालाई के भइरहेको छ त्यसले मलाई केही वास्ते छैन। यो सुनेर टकाउ रिसाउँछ र आइजावालाई एक थप्पड हान्छ। यो देखेर आइजावाको साथीले टकाउलाई नराम्रोसँग बिर्छन्। त्यसपछि अर्को दिन टकाउ गार्जियनमा आउँछ। यति धेरै लामो समयपछि बगैँचामा जान्छ र अचम्मको कुरा यो थियो कि आज पानी परिरहेको थिएन, त्यही पनि स्कुल छाडेर युगुनालाई भेट्न त्यही बगैँचामा गएको थियो। यहाँ तकाउलाई देखेर युगुना छक्क पर्छिन् र त्यसपछि तकाउले युगुनालाई भन्छ गडगडाकी हल्की ताली, पानी परोस् नपरोस् म सधैँ तिमीसँग बस्छु, जुन पोएम युगुनाले तकाउलाई पहिलो भेटा भनेकी थिइन्। साथै तकाउले युगुनालाई उनी अब एक्लै छैनन् भन्छ, म सधैँ तिमीसँग बस्न चाहन्छु, पानी परोस् नपरोस्, यसले अब केही फरक पर्दैन। युगुना टकाउसँग माफी माग्छिन् र भन्छन् कि मलाई लाग्यो कि तिमीले मलाई टिचर भनेर चिन्यौ, तिम्रो स्कुलमा मलाई सबैले चिन्थे, तर सायद तिमी आफ्नै दुनियाँमा मगन मस्त थियौ। त्यसपछि तकाउमा लागेको चोट देखेर युगुना डराउँछिन् र सोध्छिन् यो कसरी भयो, जसमा तकाउ भन्छ कि मैले पनि तिमी जस्तै बियर पिएको थिएँ, जसको कारण म ट्रेनको पटरीमा फसेँ। युगुना छक्क पर्छिन् र त्यसपछि तकाउ हाँस्दै भन्छ कि मैले मजा गरेको, वास्तवमा मेरो सानो झगडा भएको थियो, एक्कासी एकदमै बलियो चट्टान पर्छ र धेरै ठुलो पानी पर्छ, दुवैजना खोलामा नुहाए जस्तै गरी भिज्छन्, पानी झन् ठुलो पर्छ। त्यसैले तिनीहरू दुवै युगुनाको घरमा जान्छन्, जुन एउटा भवनको अग्लो ठाउँमा थियो, जहाँ उनले युगुनालाई आफ्नो लुगा दिन्छन् र आफ्नो भिजेको लुगा आइरन गरेर सुकाउँछन्। यसैबीच युगुनाले कवि बनाउँछन्। ताको र युगुना धेरै खुसी हुन्छन् र सोच्छन् कि यो उनीहरूको जीवनको सबैभन्दा खुसीको दिन हो। यसपछि ताको कवि पिउँदै युगुनालाई हेर्छ र युगुनालाई भन्छ कि मलाई लाग्छ म तिमीलाई मन पराउन थालेको छु। यसमा युगुना लजाउँछन् तर भन्छन् युगुना सेन होइन, युगुना सेन हो, याद गर म तिम्रो टिचर हुँ। यो सुनेर उनी दुखी हुन्छन्। त्यसपछि युगुनाले उसलाई भन्छन् कि म अर्को हप्ता आफ्नो होम टाउनमा जाँदैछु, मैले यो प्लान धेरै पहिला नै लिइसकेको छु र त्यो बगैँचामा म आफ्नो खुट्टामा हिँड्न ट्राई गरेको थिएँ। टाकोले युगुनालाई भन्छ तँ पिर। त्यसपछि युगुनाले सबै कुराको लागि टाकोलाई धन्यवाद भन्छन्। टाको उठ्छ र आफ्नो भिजेको कपडा लगाउन जान्छ। यही समयपछि टाको आफ्नो ड्रेस फेरेर आउँछ र भन्छ एक्सक्युज मी, म अब घर जान्छु, मेरो लागि यति राम्रो सेवा गरेकोमा धन्यवाद। जसमा युगुनाले चाहेर पनि उसले के भन्न सक्दैनन् र टाको यहाँबाट निस्किन्छ। युगुनाले आफूसँग बिताएका हरेक पल सम्झिन थाल्छन्। अहिले युगुनाले तकाउले भनेको याद गर्छिन्, जसमा तकाउले उनीसँग सधैँ साथ दिने बाचा गरेका थिए। युगुना अचानक उठ्छिन् र पागल जस्तै गरी बाहिर दौडिन्छन्, जुत्ता पनि नलगाएर खाली कुत्तै बाहिर दौडिन्छन्, बाटोमा लुट्छिन् तर उठेर भाग्छिन्। त्यसपछि बाटोमा तकाउ उभिरहेको देख्छिन् र एकअर्कालाई हेर्छन् र तकाउले युगुनालाई भन्छ युगुना मैले केही समय अघि तिमीलाई जे भनेको थिएँ त्यो बिर्स्यौ, म गलत थिएँ, म तिमीलाई घृणा गर्छु, हाम्रो पहिलो भेटदेखि नै तिमी धेरै अनौठो लाग्थ्यो, म तिमीसँगबाट टाढा बस्नु पर्थ्यो। यसपछि इमोसनल भएर रोएर रिसाएर भन्छ बिहान सबैले बियर पिउने बकवास गर्ने, तँले दिनभरि अरूको कुरा सुन्ने तर आफ्नो बारेमा कहिले केही नभन्ने, तिमीलाई थाहा थियो कि म तिम्रो विद्यार्थी हो तर पनि तिमीले नाटक गर्यौ। यदि मलाई तिमी टिचर हो भनेर थाहा भएको भइदिए मैले मेरो इच्छाको बारेमा तिमीलाई कहिले भन्दैन। तिमीले सोच्यौ कि म कहिले के गर्न सक्दैन, तिमीले सोच्यौ कि किन यो बच्चाको सपनाको मजा गर, भन म जो भन्न चाहन्छु त्यो भन्न सक्दैन, भन कि म मेरो सपना पूरा गर्न सक्दैन। तिमीलाई यो पहिलेदेखि नै थाहा थियो, त्यसैले किन मेरो अगाडि केही भन्दैनौ। मलाई भन कि म एउटा पागल हो, मलाई भन कि म तिम्रो बाटोमा आउँदैछु, मलाई भन कि म साना केटाहरूसँग स्कुल जानुपर्छ, मलाई भन कि तिमी मलाई घृणा गर्छौ। यति भने पनि तिमी त्यहाँ उभिएर मलाई हेरिरहेको छौ, तिमीले देखाउँछौ कि तिमीलाई कुनै समस्या छैन र तिमी एक्लै जीवन बिताउँछौ। युगुना धेरै रुन्छिन् र तकाउलाई अङ्गल हाल्छिन्, जसले तकाउ एक्कासी चुपचाप लाग्छ र रुँदै तकाउलाई भन्छन् म हरेक बिहान स्कुल जानको लागि तयार भएँ तर म एक्लै र डराएको थिएँ, त्यसैले म कहिले गएन, तर त्यसपछि मैले तिमीलाई भेटेँ र मलाई बचाउने तिमी नै हौ। त्यसपछि तकाउले युगुनालाई पनि समात्छ र दुवै रुन थाल्छन्। त्यसपछि सिन सिप हुन्छ र युगुना आफ्नो होम टाउन गएर उनी त्यहाँ पढाउन थाल्छिन् र जाडोको मौसम पनि आउँछ र तकाउकी आमा पनि फर्किन्छन्। तकाउले अन्तिम परीक्षामा धेरै नराम्रो नम्बर ल्याउँछ। तकाउले चिसोले गर्दा आफूले केही हुन्छ जब म यो लुगा लगाउँछु उनी कस्तो होलान् भनेर म सोध्छु र यसैसँग यो एनिमे समाप्त हुन्छ। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक, साथीहरूसँग सेयर र सब्स्क्राइब गरिदिनु होला। ल त्यही बेलासम्म हस्त नमस्ते।